सेखा महोत्सव पहिलोचोटि राम्रो भयो नि दिदी। यहाँ हामी सेलरोटी यहाँ म पर्खिँदैछु। पालोमा नबसी केही खानेकुरा खानु पाइँदैन। आज यस्तो भिड छ है। यतापट्टि चाहिँ गेम भइरहेछ, यतापट्टि खानेकुराहरू छ, हामी खाँदैछौँ। म पालो बसेर यहाँ रोटी पर्खिरहेको। अनि यहाँ पाङमातिर सुन फलिरहेछ है। सुनको भाउ बढ्यो भनेर टेन्सन नगर्नु, हाम्रोतिर फलिरहेछ सुन। अनि तला हेलो गाइजहरू, सेवा उकालोमा सबैलाई नमस्कार। हामी चाहिँ यहाँ सेखातिर लाग्दैछौँ। हामी सङ्घसभाको हाटबारी नगरपालिका वडा नम्बर 4 मा रहेको सेखामा चाहिँ तमु लोसारको उपलक्ष्यमा बृहत कार्यक्रमहरू भएको हुँदाखेरि हामी चाहिँ आज हेर्नको लागि जाँदैछौँ। ओह आमामा सास, बाटो छ उकालो अनि जाँदैछौँ। सेखामा चाहिँ गुरुङ बस्ती धेरै छ, त्यही भएको हुनाले माथि चाहिँ तमु लोसारको उपलक्ष्यमा सेखा महोत्सव हुँदैछ फर्स्ट टाइम। अनि हामी चाहिँ सेखा महोत्सव हेर्नको लागि चाहिँ उकालो पनि नभनिकन जाँदैछौँ है गाइजहरू। यहाँ उकालोमा अलिअलि साह्रो पर्दैछ, तर हामी हार मान्नेवालामा छैनौँ। उब्दै ओर्दै भए पनि जाँदैछौँ। उँधो सुन्तला घारी छ, हामी निकै तलबाट आएको हो नि। अब चाहिँ यमसिंह डाँडा पुग्ने बेला हुँदैछ। कति काम मात्रै गर्नु भनेर आज चाहिँ महोत्सवको रौनक हेर्नको लागि हामी पनि तल्लो पाङमाबाट हाम्रो टोलीहरू जाँदैछौँ चट्ट पारेर। आज यस्तो बिजोग भएको छ कि यस्तो के आयो, भण्डाडे आयो कि मान्छे ढाडे आयो। ल यमसिंह डाँडा निस्किनु लाग्यो, अब उकालो सक्यो। विशेष चाहिँ आज चाहिँ सेखा महोत्सवमा चाहिँ बबिना किराती अनि अरू खोइ थुप्रैजना कलाकारहरू आउने कुरो छ अब र आइसक्नु भएको छ। हामी चाहिँ उहाँहरूलाई यसो आँखालाई भिटामिन पुर्याउनु दिउँ भनेर हामी चाहिँ त्यो महोत्सवमा जाँदैछौँ। हेरौँ अब बबिना किरातीले जस्तो हामी अरुणथान आइपुग्यो अहिले। अब पुग्नु पर्यो निकै माथि छ हामी। सेखा चाहिँ माथि, ऊ माथि हो क्या र, ऊ माथि रहेछ कुनिनामा। एकछिन है, त्यहीँ हो महोत्सव चाहिँ, त्यहीँ हो भनेपछि कि कहाँ हो त, त्यही होला है। जतासुकै होस् है पुग्छौँ होला नि त। कालिका स्कुल कुनिनामदेखि माथि पो, निकै माथि पो रहेछ त। हामी अझसम्म यहीँ छौँ, 2 बजिसक्यो। यहाँ यो चाहिँ गेट, हामी चाहिँ पुरानो बाटो यताबाट जानेछौँ। अब यहाँ धुलो उड्छ रोडमा, हामी यताबाट गयो भने धुलो उड्दैन। यो के हो त गाइजहरू, हेर्नु त यस्तो छ कि ओह चाहिँ अरुणथान। यो तल गैरीपाङमा यहाँ हाम्रो वडा भवन। यो पुरा आउँदैछन्, आज धेरै मान्छे हुने रहेछ। आएकै छ है, टेम्पोमा हालेर भरै लैजाला है, धेरै टेम्पो आयो। होसले तान्यो गाइची। जाँदैछौँ हामी। अब चाहिँ सेखा अब पसियो बल्ल।
अब चाहिँ गर्मी लिसेर छ। लु हिँड्यो भने हिँड्दाखेरि गर्मी त भइहाल्छ। यता तल हातबारी माने भन्ज्याङ पनि देखिन्छ। यता हामी जाँदैछौँ यता। अनि अब पुरा हामी पुरानो पहिला मान्छे हिँड्ने बाटो जाँदैछौँ। ल हामी सेखा आइपुग्यौँ यहाँ। अब यो चाहिँ कहाँ भनेदेखि हातबारी उँधो छ उँधो। अनि यता सेखा त्यो परको कालिका स्कुल। अब जाँदैछौँ कहाँनिर छ भन्ने कुरो। महोत्सव चाहिँ निकै माथि नै छ क्या र। आज त बाटो त यति व्यस्त छ है। आमा रोड त आमा हामी चाहिँ जाँदैछौँ गाइजहरू। बन्दै छोड्नु रोड व्यस्त छ आज। रोडहरू व्यस्त। हामी चाहिँ धन्न पुरानो बाटो पहिलाउँदै हिँडिरहेछौँ। अब ऊ त्यो गुम्बाबाट उँभो लागिहाल्नुपर्छ। यस ल फाइनल्ली हामी अब महोत्सव भन्ने ठाउँमा आइपुग्यो। गेटमा आइपुग्यो। गर्दिनँ अब चाहिँ मेरो अघि ड्युटी सकिएको। ल फाइनल्ली आइपुग्यो। ल हामी फाइनल्ली आइपुग्यो सेखा रङ्गशालामा। यो सेखा महोत्सवमा आइपुग्यौँ गाइजहरू हामी। यता सबै यहाँ सेखा महोत्सवमा आएर हामी रोटी खाने तयारी गर्दैछौँ। यहाँ हाम्रो दिदी रोटी पोल्नु हुँदैछ। अनि यहाँ हामी पालोमा है पालोमा पर्खिरहेको छौँ। यहाँ हाम्रो दिदीले पोल्दै हुन्छ। यहाँ पाक्दै छ। यो पालोमा बसेर म चाहिँ यहाँ सेखा महोत्सव पहिलोचोटि राम्रो भयो नि दिदी। यहाँ हामी सेलरोटी यहाँ म पर्खिँदैछु। पालोमा नबसी केही खानेकुरा खानु पाइँदैन। आज यस्तो भिड छ है। यतापट्टि चाहिँ गेम भइरहेछ यतापट्टि खानेकुरोहरू छ। हामी खाँदैछौँ। म पालो बसेर यहाँ रोटी पर्खिरहेको। अनि यता थुक्पा तयारी हुँदैछ पालोमा एकदम। ल महोत्सवमा यो पिङ खेलिरहेछन्। यो खेल्नको लागि यहाँ लाइन हेर्नु होला। यति छ कि महोत्सवको रौनक चाहिँ यस्तो छ। यहाँ के रहेछ के हो यहाँ? हाम्रो ग्रुप चाहिँ यहाँ कोही मुख छोप्ने पिङ खेल्दैछन् यहाँ केटाकेटीहरू। हामी चाहिँ अब नखेल्ने। पालो नै आउनु गाह्रो रहेछ आज पिङमा। पर रहेछ केटाकेटी खेल्ने ऊ पर। आमामा पर भलिबल भइरहेछ। के छ यता हेर्दै जाउँ न। भित्रबाट हेर्दै जाउँ न। डाडु राडीपा के रहेछ यहाँ राडीको रहेछ। लुकुनी यो चाहिँ हाम्रो यहीँ उत्पादन भएको राडीहरू हो। भेडाको उनबाट यहीँ उत्पादन भएको। के रहेछ यहाँ मिल रहेछ।
कसले जित्ने हो त र हाम्रो वकालु गर्नुभयो गुम्बाका प्रमुख लामाहरूलाई यता सुन्तला यो हाम्रो खेल मैदानको पूर्वपट्टिको मञ्चमा उपस्थित भइदिनु न म अनुरोध गर्न चाहन्छु। फर्सी रहेछ साइला बाहिर निबारे होमस्टेको रहेछ यो ए किनामा होइन किनीमा सुन्तला यहाँ चाहिँ के मकै भटमास फापर किनेमा सिन्की गुन्द्रुक अमला कोदोको पिठो फिलिङ्गेको अचार तम्बा कटुवा खोर्सानी सुन्तला आमाको ए तारा छ नि त किनामा दिदी हाम्रो सुठुनी रहेछ उयो भेडाको उनको धागो राडी बुन्ने त्यो यो तानै रहेछ राडी बुन्दै गरेको यो चाहिँ यो रेडी भइसकेको यो राडीहरू यहीँ उत्पादन भएको अनि सुन्तला सेल सिस्नो आथा है सिस्नोले नानीको खुट्टा यो मर्चा चाहिँ कहाँको सिम्बुवाली होला है मुला यहीँ उत्पादन भएको ए भान्जा हुनुहुँदो रहेछ यहाँ यो हाम्रो भान्जा दुनेरी कटुवा ठुलो कटुवा ए निफिडावा भन्छ यो लोरुङ भाषामा काठे पिरा झ्याम्टा ए यो चाहिँ हाम्रो पाङ ए खोडा हो यो हारी पुरानो चाँदीको है यो रेजी के हो हजुर यस्तो छैन नि ए लुल भाग्यमानी ए लुकुनी भयो भने लुकुनी हो यो चाहिँ होइन यो चाहिँ लु यो धनुकाँड 이거 고라고 아리고 망 달라로 밀리는 가스 달라를 यो कनिङ होला मर्दा नै थाहा लाग्यो म यो चाहिँ हाम्रो ढोल हो सकेला नाच्दा यो बाखेङ धागो राख्ने लिङमा कटुवा यो चाहिँ के अरे धागो त्यो यस्तो गर्ने सोराई पुरानो सोराई भनेको यसमा चाहिँ रक्सी राखेर खाने भैँसको यो सोराई यो रक्सी राखेर खाने होइन त रक्सी होइन यो रक्सी पनि राख्ने प्लस हामीले यो भनेको तपाईँ हामीले हाम्रो कल्चर अनुसार तपाईँ हामीले जहीँ पनि जे ठुलो पूजा गर्दाखेरि ए चाहिन्छ नि एउटा सोरम भन्छ ए यो हो सोरम रक्सी राख्ने विशेष चाहिँ रक्सी राख्ने लिङमा रक्सी राख्ने भनेर भनिन्छ तर रक्सी राख्ने होइन यो भनेको चाहिँ हामीले सोराई भन्छौँ चलेको अनुसार पहिलाको पुर्खादेखि त्यसले लेख्छ यो चाहिँ मालो यो दियो ए दियो ए धुपौरो रेमौ डेकठाम होइन यो हाँडीलाई छोप्ने ढक्कनी हो यो डेकठाममै लोरुङ चाहिँ हाँडी त्यो मतलब माटोको भाँडाको यो छोप्ने माटोकै बिर्को हो यो चाहिँ खुर्सानी इस्कुस टमाटर सबै आयो स्थानीय उत्पादन हो यो सबै यहाँ छ
यो सबै हाम्रो यो 4 नम्बर वडामा फलेको छ। बराबरी 15 41 11 21 ए 31 मुला नम्बर होला देखिँदैन अनि माथि यस्तो छ डिल। यहाँ भलिबल भएछ सडानन्द र 5 खपनको फाइनल गेम 16 ए बराबरी 16 16 अब यो गेम जसले जित्छ उसैले जित्ने हो। अघि मान्छे यस्तो भिड छ कि यस्तो छ कि फाइनलले हामी पनि यो भर्खर बनाएको हो रहेछ नि भर्खर बनाएको रहेछ यो। यता खोला छ यहाँ माथि ढुङ्गामाथि पार्क छ। सबै गेम हेरेर गेम सकियो पार्क अप्ठ्यारो पो रहेछ त। ल यो रूप्लामा पार्क उहाँ चाहिँ उहाँको नाममा बनेको पार्क है यो चाहिँ। अन्त है यता नि यहाँ मात्रै पो रहेछ त। फाइनली आइयो त हामी यता त यता कुचो घारी रहेछ। र ढुङ्गा चाहिँ राम्रो रहेछ हौ। उहाँको नाममा बनिएको पार्क हो यो चाहिँ रूप्लामा पार्क। यहाँ फाइनली आइसक्यो। ल आजको शिखा महोत्सवबाट पनि हामी यता भ्याङखोलामा रहेको रूप्लामा पार्क आइसक्यौँ। अब आइसकेर अनि फोटो खिच्यो भिडियो बनाइयो अनि अब चाहिँ घरतिर लाग्यो है। आइसक्यो हामी अब घर लाग्यो रात पनि पर्न लाग्यो। ओह्रालो घरतिर लाग्ने हामी चाहिँ।